यसको प्राइस चाहिँ मात्र हामीले 1,47,000 राखेका छौँ। त्यसमा पनि भिडियो हेरेर आएको भने चाहिँ हजुरहरूलाई अलिअलि त मिलि नै हाल्छ। र त्यसै गरी हजुरहरू अब सस्तोमा एनएसको खोजीमा हुनुहुन्छ भने हामीसँग एनएस पनि छ है, हेर्न सक्नुहुन्छ। यो 59 लटको एनएस 2013 मोडलको हुने, यो पठाइदिउँ यसपालि मात्र 1,07,000 मा। र यसको प्राइस रहेको छ मात्र 2,33,000 मै पाउन सक्नुहुन्छ है त। साउन्ड पनि सुन्न सक्नुहुन्छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 47,000 मा। यो चाहिँ हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 2,07,000 मा। र यही हेरौँ ल, 111 लटको बेनेली 150 हामीसँग कार्बोरेटरमा आएको छ, हेर्न सक्नुहुन्छ है त। लुक्स वाइज एकदम राम्रो छ, कन्डिसनहरू राम्रो छ, व्हाइट कलरमा छ। 111 लटको 2019 मोडलको हो। यो हजुरहरूले चढ्न सक्नुहुन्छ 1,12,000 मै पठाइदिउँ ल। र डट बाइकमा अब भिआरमै जाउँ, 56 लटको भिआर 200 छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,23,000 मा। हजुर 1,23 मै चढ्न सक्नुहुन्छ। र अर्को छ हामीसँग 62 लटको भिआर 150 मै छ। यो चढ्न सक्नुहुन्छ मात्र 1,23 मै चढ्न सक्नुहुन्छ। मेड इन चाइना हो, चाइनिज बाइक हो, कासाका 200। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,83,000 मा। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,85,000 मा। यो युनिकर्न 160 हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 97,000 मा। यो 70 लटको आरएस हजुरहरूले चढ्न सक्नुहुन्छ। अब यो त तपाईँको ऊ बेलामै डबल च्यानल एबिएसमा आएको बाइक हो होइन, एकदमै डिमान्डेड बाइक हो ऊ बेलाको। यो चढ्न सक्नुहुन्छ हजुरहरूले मात्र 1,27,000 मा। नमस्कार साथीहरू, काभ्रेली अटोमा हजुरहरूलाई स्वागत छ। फेरि पनि नयाँ भिडियो लिएर हामी उपस्थित भइसकेका छौँ। फर्स्ट अफ अल त हजुरहरूलाई मैले लोकेसन भन्न चाहेँ। हाम्रो लोकेसन त हजुरहरूलाई थाहा छँदै छ, जडीबुटी चोकबाट पेप्सी कोला छिर्ने बाटो 600 मिटर अगाडि राइट साइडमा हाम्रो पसल रहेको छ। यदि देख्नु भएन भने डिस्प्लेमा कल गर्न सक्नुहुन्छ र बोर्ड पनि हेर्न सक्नुहुन्छ, काभ्रेली अटो भनेर बोर्ड छ। आज चाहिँ हजुरहरूले खोज्नुभएका स्कुटरदेखि लिएर बेनेली 150 डोमिनारहरू सबै बाइकहरू हामीसँग छ। र आज हामीसँग चाहिँ 45,000 देखिका बाइकहरू छन्। र कुन बाइक कस्तो कस्तो छ पुरा भिडियो हेरेर साथ दिनु होला। हामी सबै बाइकको प्राइस र बाइकको कन्डिसनहरू के कस्तो छ हजुरहरूलाई बताउँछौँ। र हेर्न सक्नुहुन्छ आज चाहिँ हामी यही एक्सेटदेखि नै स्टार्ट गरौँ। अब केटाहरूले एकदमै रुचाउने बाइक, क्रस फायरमा एकदमै चलेको रुचाएको बाइक हजुरहरूलाई थाहा छँदैछ। हामीसँग चाहिँ एक्सेट आएको छ 83 लटको, हेर्न सक्नुहुन्छ। ग्राफिक्सहरू पनि एकदम राम्रो छ, टायरहरू दुइटै ठिक छ, लुक्सहरू एकदम राम्रो छ। मजाले आएर टेस्ट ड्राइभ गरेर हेर्न सक्नुहुन्छ है, मजाले आएर चेक गर्न सक्नुहुन्छ। र यसको प्राइस रहेको छ मात्र 2,33,000 मै पाउन सक्नुहुन्छ है त। हजुर मजाले आएर हेर्न सक्नुहुन्छ ल। यो चाहिँ तपाईँको 2016 को लास्ट हो। हजुर दुइटै 16 को। अब हामीसँग अर्को पनि छ, हेर्न सक्नुहुन्छ 79 लटको, मजाले एउटै ग्राफिक्समा। यो चाहिँ तपाईँको डटमा छ भने यो मोटाटमा छ। अब हजुरहरूलाई होइन मलाई मोटाटमा चाहिएको छ भने नि हामीसँग छ, डटमा चाहियो भने नि हामीसँग छ, हेर्न सक्नुहुन्छ। यो तपाईँको 79 लटको 2016 मोडलकै हो। यसको पनि ग्राफिक्स मैले भर्खर चेन्ज गरेको छु, तपाईँको एकदम फ्रेस छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 2 लाख मा ल। हजुर 2 लाख मै चढ्न सक्नुहुन्छ। र अर्को हेर्न सक्नुहुन्छ हामीसँग जाइपिङ छ, ठ्याक्कै यलकै लुक्स दिने होइन, मजाले राम्रो छ, हेर्न सक्नुहुन्छ। 91 लटको छ, बाइकमा जेरो कम्प्लेन है, सिङ्गल स्क्रैच पनि छैन, मजाले आएर हेर्न सक्नुहुन्छ। टायर दुइटै नयाँ छ। यसको प्राइस चाहिँ मात्र हामीले 1,47,000 राखेका छौँ। त्यसमा पनि भिडियो हेरेर आएको भने चाहिँ हजुरहरूलाई अलिअलि त मिलि नै हाल्छ। एकदम राम्रो छ, मजाले आएर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ है त। यो 1,47,000 रियल प्राइस हो। हजुर एकदम रियल प्राइस, नो त्यस्तो हुँदैन। मजाले आएर हेर्न सक्नुहुन्छ। काभ्रेली अटोले अहिलेसम्म त्यस्तो फेक हाले पनि छैन। अमिन ब्लगबाट भिडियो आएको छ भने हजुरहरू फेक छैन भनेर सोच्दा हुन्छ। र अर्को हेर्न सक्नुहुन्छ हामीसँग इटालिजेट पनि आइसकेको छ है, एकदमै फ्रेस छ, मजाले आएर टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ। या हजुरहरूको मिस्त्री छ, मिस्त्री लिएर आएर देखाउँछु भने पनि मिस्त्री लिएर आएर चेकअप गरेर पनि लान सक्नुहुन्छ। यो 90 लटको 2017 को लास्ट हो, तपाईँको 92 लटदेखि त 18 मोडल भइहाल्यो। एकदमै राम्रो छ है। हजुरहरू इटालिजेट चढ्ने सोचमा हुनुहुन्छ भने चाहिँ मजाले आएर टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। लुक्स वाइज पनि एकदम राम्रो छ, टायरहरू खर्च गर्नु पनि केही पनि छैन है त, मजाले आएर हेरेर लान सक्नुहुन्छ। यो चाहिँ हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 2,95,000 मै चढ्न सक्नुहुन्छ ल। हुन्छ ल, साउन्ड पनि सुनाइदिउँ, साउन्ड पनि सुन्न सक्नुहुन्छ। एकदम राम्रो छ। यसको मजाले आएर टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ। साउन्डहरुमा केही प्रब्लम छैन है, मजाले आएर हेर्न सक्नुहुन्छ ल।
र अर्को हामीसँग सस्तोमा भनिहाल्यो भने आज हामीसँग 45,000देखिका बाइक छन्। अब हजुरहरू पढाउ गर्ने सोचमा हुनुहुन्छ, सस्तो बाइकको खोजमा हुनुहुन्छ भने चाहिँ 49 लटको सिबिजेड छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 52,000मा। हजुर 52,000मै चढ्न सक्नुहुन्छ। र त्यसै गरी अर्को सिबिजेड छ, हेर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँको किक पनि हुन्छ, सेल पनि हुन्छ, दुईटै अप्सन हुन्छ। हजुरहरूलाई चिसोमा सेल्फ हानेन भने किकले पनि काम गर्छ, किक पनि हुन्छ यसमा। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 47,000मा। हजुर 47,000मै चढ्न सक्नुहुन्छ। मजाले आएर टेस्ट ड्राइभ गरेर हेरेर लान सक्नुहुन्छ। बाइकमा केही प्रब्लम छैन। अब पुरानो बाइकमा हो थोरै प्रब्लम त भइहाल्छ, नर्मल प्रब्लमहरू। त्यो प्रब्लमहरू नि हाम्रो आफ्नै मिस्त्री छ, हजुरहरूलाई लाँदा हामीले सर्भिसिङ गरेर दिन्छौँ। र हेर्न सक्नुहुन्छ डोमिनार अब लुक्स त हेरिहाल्नुभयो, लुक्स एकदम पर्फेक्ट छ। भर्खर तपाईँको पेन्ट गरेर न्यू मोडल पेन्ट बनाइरहेको छ। 91 लटको 2017 मोडलको हो, 17को लास्ट हो भने डोमिनार 400 एकदम फ्रेस छ है। मजाले आएर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ। लुक्सहरू एकदम राम्रो छ, कन्डिसनहरू एकदम राम्रो छ। यो चाहिँ हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 2,07,000मा। अब भिडियो हेरेर आएको भने चाहिँ थोरै त मिलिहाल्छ, त्यो हजुरहरूलाई थाहा छँदैछ। त्यसै गरी अर्को पनि सेममा छ है, 91 लटकै हो। लुक्स वाइज कन्डिसन वाइज एकदम सबै सेमै छ। यो ब्ल्याकमा छ भने त्यो रेडमा छ, कलरको मात्र फरक है। लट पनि एउटै हो, हेर्न सक्नुहुन्छ। 91 लटकै हो, 2017 मोडलै हो। यसको प्राइस पनि सेम छ, 2,05,000मै चढ्न सक्नुहुन्छ। मजाले आएर टेस्ट ड्राइभ गरेर हेरेर हजुरलाई कुन कलर चित्त बुझ्छ लान सक्नुहुन्छ। र प्लस यसमा चाहिँ अब तपाईँको ग्राफिक्स हाल्न बाँकी नै छ, प्लस ग्राफिक्स पनि एड भएर आउँछ। बेनेली हामीसँग अहिले 3टा छ। बेनेली 150मा, एफआईमा खोज्नु भएको छ भने एफआईमा पनि छ, कार्बोरेटरमा पनि छ। दुईटै छ हामीसँग। अब कार्बोरेटरको चाहिँ अलिक सस्तो हुन्छ प्राइस, एफआईको अलिक महँगो हुन्छ, बाइक अनुसार फरक हुन्छ। र यही हेरौँ ल, 111 लटको बेनेली 150 हामीसँग कार्बोरेटरमा आएको छ, हेर्न सक्नुहुन्छ है त। लुक्स वाइज एकदम राम्रो छ, कन्डिसनहरू राम्रो छ, व्हाइट कलरमा छ। 111 लटको 2019 मोडलको हो। यो हजुरहरूले चढ्न सक्नुहुन्छ 1,12,000मै पठाइदिउँ ल। 111 लटको तपाईँहरूलाई लटको 1000 पनि परेन ल। यसपालि काभ्रेलीमा टन्नै बाइकहरू अपडेट भएको छन्। अझ हजुरहरूले खोज्नु भएको एफजेड भन्नुभएको थियो, आउँदैछ। एफजेडहरू पनि छ हामीसँग। र अर्को एफआईमा हेर्न सक्नुहुन्छ 115 लटको बेनेली 150 एफआईमा एकदमै फ्रेस छ है। लुक्स वाइज एकदम राम्रो छ, कन्डिसनहरू एकदम फाइन छ। यो 115 लटको बेनेली 150 यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,43,000मा। हजुर 1,43,000मै आफ्नो बनाउन सक्नुहुन्छ। त्यसै गरी अर्को छ हामीसँग व्हाइट कलरमा छ। यो चाहिँ 116 लटको 2020 मोडलको हो। यो 25,000 रनिङ छ है। बाइक एकदमै फ्रेस छ, मजाले आएर हेर्न सक्नुहुन्छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,47,000मा। हजुर बेनेली हजुरहरू बेनेलीको खोजीमा हुनुहुन्छ र बेनेली चढ्ने सोचमा हुनुहुन्छ भने खाली हात फर्किनु पर्दैन, ढुक्क साथ आउन सक्नुहुन्छ। बाइकमा त हजुरहरूले कम्प्लेन भेटाउनुहुन्न। हेर्न सक्नुहुन्छ हामीले लेगाडदेखि लिएर सबै हालेर राखेको छौँ है। बाइक एकदम फ्रेस छ, मजाले आएर टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ, चित्त बुझाएर लान सक्नुहुन्छ। र एफजेड पनि छ हामीसँग, एकदमै डिमान्डेड बाइक हो यो त। अब हजुरहरूलाई थाहा छँदैछ, धेरैजनाले रुचाउनु भएको 107 लटको 2019 मोडलको एफजेड 250 यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,68,000मा। हजुर र त्यसै गरी अर्को छ अब यो 82 लटको एफजेड V2 एकदमै डिमान्डेड, एकदमै रुचाएको बाइक। यो त तपाईँको भिडियोमा धेरै बस्दैन, हजुरहरू भिडियो हेरेर आइहाल्न सक्नुहुन्छ। यो 82 लटको एफजेड V2 लाँदा हजुरहरूलाई भनिहाल्यौँ फुल सर्भिसिङ गरेर आउँछ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,43,000मा। हजुर 1,43,000मा यो चढ्न सक्नुहुन्छ। लाँदा हजुरहरूलाई चित्त नबुझेका कुराहरू, सिट कभरहरू हाल्नेदेखि लिएर कसकास गर्ने, स्प्रेहरू गर्ने, स्क्राच लाइट ठाउँमा स्प्रेहरू गर्ने, सर्भिसिङ गर्ने सबै हामीले हजुरहरूको आँखा अगाडि मजाले गरेर पठाइदिन्छौँ। र साथसाथै हजुर मजाले भएर आयो। र साथसाथै 1 वर्ष इन्जिन वारेन्टी त काभ्रेली अटोमा सदाबहार हो, मजाले आएर गर्न सक्नुहुन्छ। र डट बाइकमा अब बिहारमै जाउँ। 56 लटको बिहार 200 छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,23,000मा। हजुर 1,23मै चढ्न सक्नुहुन्छ। हजुर र यता छ होइन म 200 होइन 150 चढ्छु भन्नेहरूको लागि दुईटा 150 पनि छ। यो 88 लटको 2017 मोडलको बिहार 150 यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,38,000मा। र अर्को छ हामीसँग 62 लटको बिहार 150 मै छ। यो चढ्न सक्नुहुन्छ मात्र 1,23मै चढ्न सक्नुहुन्छ। हजुर मजाले आउनुहोस्, एक्सचेन्ज पनि हुन्छ, एकदम मजाले एक्सचेन्ज पनि हुन्छ। मजाले आएर तपाईँको बाइक छोडेर अर्को बाइक लान पनि सक्नुहुन्छ। मजाले आएर चित्त नबुझेको कुरो यहीँ मिस्त्री, हाम्रो आफ्नै मिस्त्री छ, बनाएर मेन्टेनेन्स गरेर बाइक किन्न आउँदा चाहिँ थोरै टाइम लिएर आउनु होला। किनकि हामीले हजुरहरूकै आँखा अगाडि सर्भिसिङ गरेर पठाउने भनेको कारणले गर्दा चाहिँ बाइक लिएर जाँदा चाहिँ थोरै टाइम लाग्छ, आधी घन्टा टाइम लिएर आउनु होला भन्न चाहन्छु।
किनभने तपाईँको आँखा अगाडि नै बाइक बनाएको भनेको तपाईँलाई अब कुन के कस्तो पछि कुरा बुझ्दै जानुहुन्छ होइन। अब यसै गरी अब हाई क्रस सरी एक्सआरको लुक्समा चाहिँ तपाईँले यो बाइक पनि बेस्टै हुन्छ होइन। एक्सआर हो कि यो मोटर हेड 200 हो? यो तपाईँको एक्सआरकै लुक्समा मोटर हेड 200 हो, नझुकिनु होला। यो चाहिँ तपाईँको 120 लटको हो भने 2020 मोडलकै हो, अञ्चल कर्ण होइन। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,33,000 मा। 1,33,000 अब तपाईँले यस्तो राम्रो आज। र अर्को चाहिँ हामीसँग 116 लटको यो चाहिँ तपाईँको कासाका 200 हो, मेड इन चाइना हो, चाइनिज बाइक हो, कासाका 200। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,83,000 मा। यो चाहिँ तपाईँको 2019 मोडलको हो भने XTZ 150 हो। XTZ 150 बाइक एकदम राम्रो छ है, भर्खर इन्जिन मेन्टेनेन्स गरेर राखेको छ, भर्खर पहिलोचोटि इन्जिन खुल्यो, बाइक एकदम राम्रो छ, लुक्स पनि पेन्ट गरेको छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 2,07,000 मा। जम्मा 2,07,000 यो आयो। हजुर 2,07,000 मा आफ्नो बनाउन सक्नुहुन्छ। त्यसै गरी अर्को चाहिँ हामीसँग कासाकाकै ऐनाको 200 हेर्नुभयो भने यो कासाका 250 हो, 109 लटको 2019 मोडलको छ। यो नि हजुरहरूले सेम प्राइस 1,80,000 मै चढ्न सक्नुहुन्छ। जम्मा 1,80,000 मा तपाईँले यो डरलाइन पनि दिनुहुन्छ हैन। हजुर अब हामीसँग यो धेरै पछि मोटर हेड देखेँ मैले। हजुर अब धेरै पछि नै आएको हो। धेरै पछि काब्रेले अटोमा मोटर हेड 250 आइसकेको छ। बाइक एकदमै राम्रो छ है। यसको चाहिँ मैले तपाईँको नम्बर प्लेट लेखाउन पठाइदिएको छु, साउन्ड पनि सुन्न सक्नुहुन्छ। साउन्ड त हजुरहरूले सुनिहाल्नुभयो, साउन्ड एकदमै बवाल छ है। मजाले आएर हजुरले मजाले हेरेर लान सक्नुहुन्छ। मोटर टायरमा छ, टायर पनि दुईटै ब्रान्ड न्यू छ, बाइकको कन्डिसन एकदम राम्रो छ है। यो हजुरहरूले चढ्न सक्नुहुन्छ 101 लटको है, यो 2018 मोडलको प्रदेशको 101 लट हो। यसको मैले नम्बर प्लेट लेखाउन पठाएको छु, भोलिसम्म नम्बर प्लेट आइपिन्छ। यो 101 लटको मोटर हेड 250 यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,47,000 मा। जम्मा 1,47,000 यो मोटर स्कुट 250 आयो। हजुर 1,47,000 मै चढ्न सक्नुहुन्छ। सीआरएफ को लुक्स पनि यहाँ छ, ट्राफिकको सीआरएफ हामी चाहिँ वेस्ट प्राइस चाहिँ यतिको बाइक चाहिँ बेस्टै भन्न चाहन्छु होइन। किनकि अब तपाईँले यतिको बाइक चाहिँ तपाईँले नपाउनु सक्ला, चलाउनु सक्नुहुन्छ है। र अब हामीसँग स्कुटी सिक्नुहुन्छ होला र देख्न सक्नुहुन्छ काभ्रेले अटोमा चाहिँ अहिले 3टा लगभग 5वटा स्कुटर अपडेट भएको छ है। 3टा चाहिँ यहाँ रेडी भइसकेको छ भने 2टा सर्भिसिङ हुँदैछ, रेडी हुँदैछ। यता चाहिँ हामीसँग 108 लटको एप्रिला 150 मा छ है। अब हजुरहरू स्कुटरमा एकदमै पिकअप भएको स्कुटरको खोजीमा हुनुहुन्छ भने चाहिँ यो चाहिँ हजुरहरूको अप्सनमा पर्न सक्छ। यो 108 लटको एप्रिला यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,43,000 मा। जम्मा 1,43,000 यो पनि आयो। हजुर त्यसमा पनि भिडियो हेरेर आएको भनेपछि त प्राइस मिलिहाल्छ, ढुक्क भएर आउन सक्नुहुन्छ। एकदमै फ्रेस छ है, मजाले आएर हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ के यो डिजिटल भर्जन हो कि एनालग भयो? यो डिजिटलै हो। डिजिटल टप मोडल हो। हजुर हजुर टप मोडलमै छ, डिजिटलमै छ। मजाले आएर हेरेर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ। थोरै प्राइस त भिडियो हेरेर आएको भनेपछि हजुरहरूलाई मिलि नै हाल्छ, प्राइसको लागि टेन्सनै भएन, मजाले आउन सक्नुहुन्छ। कति मोडल? 2019 यो हजुर हजुर 2019 मोडल, अञ्चलीकरणहरू केही होइन है, 2019 मोडलै हो। ओके दिउँसो तपाईँलाई अप्रिल आइसकेको छ भने अब अप्रिललाई चाहिँ हतपत मार्केटमा अलिकति कमै मात्रामा बस्यो यो डिजिटलमा। तपाईँलाई चाहिरहेको छ भने आइसकेको छ 108 लटको तपाईँलाई मात्र रिजनेबल प्राइसमा आएको छ भने अर्को सस्तोमा अन्डर 1 लाखमा हामीले यो दुईवटा स्कुटी होइन त? यो चाहिँ थोरै माथि छ भने यता छ 98 लटको, यो चाहिँ अन्डर 1 लाखमै पर्छ है। यो 2018 मोडलको हो। 98 लटको फ्यासिनो हजुरहरूलाई 98,000 मै पठाइदिउँ ल। जम्मा 98 लटको हजारमा आयो। हजुर लटको 1000 मै आयो तपाईँलाई यो। कन्डिसनहरू पनि एकदम राम्रो छ, मजाले आएर टेस्ट ड्राइभ गरेर भिजिट गरेर हेरेर लानुहुन्छ। अब भिडियो मार्फत हेर्ने भने त हजुरहरूले लुक्सहरू हो, टायरहरू हो, बाइकको इन्जिन कस्तो छ, के छ, कन्डिसनहरू के छ, त्यसको लागि त पसल भिजिट गर्नुहोस् भन्न चाहेँ। यसरी पसल भिजिट गर्नुहोस्, हेर्नुहोस्, हजुरहरू खाली हात फर्किनु पर्दैन, विश्वास गरेर आउन सक्नुहुन्छ। अर्को नि फ्यासिनै छ हामीसँग 115 लटको 2020 मोडलकै फ्यासिनो छ। भर्खर हामीले पेन्ट गरेर न्यू मोडल चिडिक्क तपाईँको सिङ्गल स्क्रच काहीँ केही छैन, मजाले हेर्न सक्नुहुन्छ। स्कुटर एकदमै फ्रेस छ है, मजाले आएर हेर्न सक्नुहुन्छ। यो हजुरले चढ्न सक्नुहुन्छ मात्र 1,25 मा। जम्मा 1,25,000 मा आयो। हजुर 1,25 मै चढ्न सक्नुहुन्छ। 1,25,000 मा चाहिँ प्राइस ठिकै हो। अब एकदम फ्यासिनो भनेपछि त अब डिजिटल जसलाई पर्दैन हुन्छ चाहिँ आउँछ जसलाई चाहिँ राम्रो छ। र अब हामीसँग यहाँ दिनु सक्नुहुन्छ एनकेको कलेक्सन छ, र यता चाहिँ हामीसँग NK 150 छ 105 लटको। यो हजुरहरूले चढ्न सक्नुहुन्छ 2019 मोडलकै हो भने, अञ्चलकरणहरू केही पनि होइन। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,23,000 मा। 105 लटको 1,23,000 मा आयो हैन? हजुर यसमा एफआई भर्जन त भइहाल्यो यसमा। हजुर हजुर एफआई हो। र उता चाहिँ हामीसँग 107 लटको NK 250 छ, अर्को पनि हामीसँग भित्र छ। यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,85,000 मा। 1,85,000 मा 107 लटको त NK 250 नै आइसक्यो। हजुर 2019 मोडलको चढ्न सक्नुहुन्छ। त्यसै गरी हामीसँग अहिले 80 लटको युनिकर्न 160 पनि आएको छ है, हेर्न सक्नुहुन्छ। हामीसँग अब युनिकर्न 160 हजुरहरू माइलेज दिने बाइकको खोजीमा हुनुहुन्छ भने चाहिँ यो पनि हजुरहरूको अप्सनमा पर्न सक्छ। यो युनिकर्न 160 हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र
97,000 मा। जम्मा 97,000 मा 80 लटको आयो। हजुर 97,000 मा चढ्न सक्नुहुन्छ भने र उता छ हामीसँग डिस्कभर 125 सीसी को छ 115 लटको 2020 मोडलको यो 115 लटकै हो मजाले आएर हेर्न सक्नुहुन्छ यो हजुरले चढ्न सक्नुहुन्छ मात्र 1,12,000 मा जम्मा 1,12,000 यो पनि आयो हजुर एकदम सस्तोमा तपाईले डिस्कभर आइसकेको छ एकदम हेर्नुहुन्छ र अर्को छ हामीसँग यो जुन हुनुहुन्छ र उता छ हामीसँग सुजुकीको डबल डिस्कमा जिक्सर छ 104 लटको यो हजुरले चढ्न सक्नुहुन्छ मात्र 1,23,000 मा हजुरहरुलाई नयाँ ब्याट्री चेन्ज भएर आउँछ 1,23,000 मा यो पनि आयो हजुर नयाँ ब्याट्रीको सहित र हेर्न सक्नुहुन्छ हामीसँग चाहिँ अहिले 220 एक पिस मात्रै छ हैन यो चाहिँ तपाईको 2021 मोडलको हो अञ्चलिक कमान्ड भएर 156 लट भएको छ 21 भनेपछि यो बागमतीको 127 28 लट भयो हेर्न सक्नुहुन्छ नयाँ बाइक हो मजाले आएर कन्डिसन चेक गरेर लान सक्नुहुन्छ यो 220 हजुरहरुले चढ्न सक्नुहुन्छ मात्र 2,10,000 मा जम्मा 2,10,000 मा यो पनि आयो हैन हजुर मजाले आएर हेर्न सक्नुहुन्छ त्यो बवालै रहेछ कन्डिसनहरु के कस्तो छ त्यसलाई आउन सक्नुहुन्छ टायरहरु जुन नै हजुर टायरहरु पनि सब ठीक छ मजाले आएर टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ र त्यसैगरी हजुरहरु अब सस्तोमा एनएस को खोजीमा हुनुहुन्छ भने हामीसँग एनएस पनि छ है हेर्न सक्नुहुन्छ यो 59 लटको एनएस 2013 मोडलको भने यो पठाइदिउँ यसपालि मात्र 1,07,000 मा हजुर 59 लटको एनएस 200 आफ्नो नाममा बनाउन सक्नुहुन्छ र त्यसैगरी हामीसँग अर्को आरएस पनि छ है मजाले हेर्न सक्नुहुन्छ पहेँलो कलरमा छ एकदम राम्रो छ लाँदा हजुरहरुलाई भनिहाली यो लुकिङ ग्लासहरु रहन्छ भन्ने नसोच्नु होला लाँदा हजुरहरुलाई मजाले सर्भिसिङ भएर सबै गरेर आउँछ है त यो 70 लटको आरएस हजुरहरुले चढ्न सक्नुहुन्छ अब यो त तपाईको उ बेलामै डबल च्यानल एबीएस मा आको बाइक हो हैन एकदमै डिमान्डेड बाइक हो उ बेलाको यो चढ्न सक्नुहुन्छ हजुरहरुले मात्र 1,27,000 मा हजुर 1,27 मा चढ्न सक्नुहुन्छ हजुर हजुर अहिले एकदमै हजुरहरुलाई प्राइस पनि ड्रप भएको छ मार्केटको प्राइस पनि एकदम रिजनेबल छ मजाले आएर कन्डिसनहरु चेक गरेर लान सक्नुहुन्छ र त्यसैगरी छ हामीसँग अर्को 107 लटको एभेन्जर 220 1 एन्ड हो है मजाले आएर हेर्न सक्नुहुन्छ 18,000 भन्दा रनिङ छैन बाइक एकदम राम्रो छ मजाले आएर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ टायरहरु पनि नयाँ छ यो पठाइदिउँ मात्र 1,65,000 मा यो 107 लटको 2019 मोडल सिंगल ह्यान्डेड बाइक हो र त्यसैगरी अर्को छ हामीसँग सुजुकी GZ 250 अब यो त मसँग छँदै छ हजुरहरुलाई थाहा छँदै छ बाइक एकदमै राम्रो छ है मजाले आएर हेर्न सक्नुहुन्छ बाइकमा प्रब्लम केही पनि छैन जापानिज बाइक हो तपाईको चाइनिजहरु पनि हैन जापानिज बाइक हो ओल्ड इज गोल्ड भने जस्तै एकदमै फ्रेश छ मजाले आएर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ यो सुजुकी GZ 250 हजुरहरुले चढ्न सक्नुहुन्छ मात्र 2,20,000 मा जम्मा 2,20,000 जब तपाईले यो बाइक आइसकेको छ 2 इन लाइन को हो चाहिँ हेर्नुहुन्छ डबल पिस्टन भइहाल्यो डबल साइलेन्सर भइहाल्यो हैन बवाले छ अल्टरनेटिभ छ बाइक पछाडि त्यो स्टार्टर बक्सहरु सबै इन्स्टल गरिसकेको छ भने बाइक चाहिँ तपाईको हेर्दाखेरि सर्ट एकदम भिन्टेज पारेको बाइक छ अब ल यसलाई भिन्टेज भन्दा नि भयो बाइक चाहिँ तपाईले सजाय राखेको बाइक हो हजुर एकदम राम्रो यसको प्लस पोइन्ट पनि भन्नु हेर्न सक्नुहुन्छ हामीले ब्लक ढिकै चेन्ज गरेर भक्कर इन्जिन बनाएको छ हजुरलाई 1.5-2 वर्ष इन्जिनमा पनि केही प्रब्लम हुँदैन र बाइक किनेपछि ओहो मैले सामान पाउँदिन कि बनाउने कहाँ होला मेन्टेनेन्स गर्ने कहाँ होला त्यस्तो सोच छ भने हाम्रो बौद्धमा आफ्नै वर्कसप छ मजाले आएर तपाईलाई केही बनाउनु ओर्नु पर्यो हजुर भ्याली भित्रै बस्नुहुन्छ भ्याली बाहिरको होइन भने चाहिँ हाम्रो वर्कसप पनि छ त्यहाँ आएर मेन्टेनेन्स गर्न सक्नुहुन्छ हामीसँग किने बाइक सामानहरु केही पाइन कि म सामान नपाएर मेरो बाइक रोकिन्छ कि भन्ने नसोच्नु होला जुनसुकै सामान पनि हामी उपलब्ध गराइदिन्छौँ हजुरहरुलाई र हेर्न सक्नुहुन्छ हामीसँग यहाँ 46 लटको 150 सीसी को डिस्कभर पनि छ लाँदा हजुरहरुलाई सर्भिसिङहरु सब गरेर आउँछ यो चढ्न सक्नुहुन्छ हजुरहरुले मात्र 55,000 मा जम्मा 55,000 डिस्कभर आयो कति लटको यो 46 लटको 2010 मोडल 46 लटको तपाईले राम्रो रेटमा आको हो भने कलर वाइज पनि राम्रो रहेछ है यो त एक्स्ट्रा रातो आइन्छ मैले अरु यो कलर भनेको राम्रो छ अब हजुरहरुलाई अन्त स्प्रे गर्नुपर्ने यहाँ कलर गर्नुपर्ने कुराहरु सबै गरेर आइहाल्छ सर्भिसिङ भएर आइहाल्छ त्यसैगरी हामीसँग अर्को पनि छ डिस्कभरै छ 40 लटको यो हजुरहरुले चढ्न सक्नुहुन्छ मात्र 47,000 मा जम्मा यो 47,000 मा आयो हजुर 47,000 मै चढ्न सक्नुहुन्छ भने यता छ हामीसँग युनिकन छ सरी युनिकन छ 47 लटको 2011 मोडलको यो हजुरहरुले चढ्न सक्नुहुन्छ मात्र 72,000 मा यो पनि 72,000 मा युनिकन चल्छ हजुर र यता हेर्न सक्नुहुन्छ हामीसँग 102 लटको CBZ एक्सट्रिम छ यसमा चाहिँ तपाईको अगाडि सिंगल ABS पनि हुन्छ यो चढ्न सक्नुहुन्छ मात्र 1,04,000 मै पठाइदिनुलाई जम्मा 1,04,000 मा 102 लटको तपाईले एक्सट्रिम आछ नि यो चाहिँ एक्सपोर्टको इन्जिन हुन्छ है
यो चाहिँ एक्सपोर्टको इन्जिन हुन्छ त्यसैले गर्दाखेरि यो एक्सपोर्टको इन्जिन भएकाले त बाइक पनि बलियो हुन्छ एकताल आउनु सक्नुहुन्छ टेस्ट राइड गर्नु सक्नुहुन्छ 200 सेकेन्डमा तपाईँलाई बाइक हिरोको राम्रो चाहिएको छ भने सस्तोमा राम्रो पर्छ होइन ब्रदर हजुर मजाले आएर टेस्ट ड्राइभ गरेर हेरेर लान सक्नुहुन्छ अब हामीसँग अर्को एनके पनि रहेछ यो र अर्को चाहिँ हामीसँग 99 लटको NK 250 छ एकदम फ्रेस छ राम्रो छ कन्डिसनहरू हेर्न सक्नुहुन्छ ग्राफिक्सहरू सब हालेको छ यसको चाहिँ हजुरहरूलाई म साउन्ड पनि सुनाइदिन चाहे बाइक एकदम राम्रो छ है साउन्ड त सुनिहाल्नुभयो एकदम राम्रो छ है फ्रेस छ मजाले आएर हेर्न सक्नुहुन्छ यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,87,000 मा 1,87,000 मा 79 लाख पनि आयो नि त हजुर मजाले आएर टेस्ट ड्राइभ गरेर मजाले चढ्न सक्नुहुन्छ एकदम पर्फेक्टली छ राम्रै छ NK 250 र अब हामीसँग अरू बाइकहरुमा लास्ट पिसमा आइसक्यो भन्ने लागि हैन एकदम यो सस्तोबाट डियोबाट सुरु गर्ने र हेर्न सक्नुहुन्छ हजुरहरू अब सस्तोमा डियोको खोजीमा हुनुहुन्छ यसो सिक्नको लागि स्कुटरको खोजीमा हुनुहुन्छ भने हामीसँग 42 लटको स्कुटर आएको छ यो चढ्न सक्नुहुन्छ मात्र 47,000 मा जम्मा 42 लटको 47,000 तपाईलाई आएको छ भने एकदम स्कुटर धेरै सस्तो हो डियो भने चाहिँ नामै काफी छ है तपाईलाई हजुर अर्को छ हामीसँग यहाँ 164 मा रहेछ अर्को छ हामीसँग यो एकदमै डिमान्डेड हजुरहरूले अपाची भन्नुभएको थियो 102 लटको अपाची आइसकेको छ यो चाहिँ तपाईँको 2018 मोडलको हो 102 लटकै हो यो चढ्न सक्नुहुन्छ हजुरहरूले मात्र 1,37,000 मा जम्मा 1,37,000 सम्म तपाईले यो पनि आइसकेको छ त ल हजुर र अर्को यो 220 त तपाईँको सेल भइसकेको छ भने यता चाहिँ हामीसँग 74 लटको हेर्न सक्नुहुन्छ यमाको एक्सेटार आएको छ यो चढ्न सक्नुहुन्छ हजुरहरूले मात्र 87,000 मा चढ्न सक्नुहुन्छ भने यो पनि हाम्रो ब्रदरले बुक गरिसक्नुभयो भिडियो मार्फत नै विदेशबाटै बुक गरिसक्नुभयो योभन्दा अघिल्लो भिडियोमा बुक गरिसक्नुभयो उहाँले र अर्को चाहिँ हामीसँग 92 लटको ट्विन्स 250 छ क्रस फायरको यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 2,25,000 मै चढ्न सक्नुहुन्छ हजुर हजुर क्रस फायरको डुकाटीको लुक्समा ट्विन्स 250 यसमा चाहिँ हजुरहरूलाई मैले 15,000 प्राइस ड्रप गरिदिएको छु है र त्यसै गरी अर्को चाहिँ हामीसँग 95 लटको VR 223 सीसी को न्यू मोडलमा छ यो हजुरहरूले चढ्न सक्नुहुन्छ मात्र 1,38,000 मै चढ्न सक्नुहुन्छ 1,38,000 सम्म तपाईले डर बाइक यसपाल आइसक्यो हैन र अब हामीसँग यहाँ RTR पनि रहेछ अपाची त्यो पनि बुकिङ भइसकेको छ र अर्को थियो हामीसँग 121 लटको NS पनि थियो यो पनि हाम्रो भर्खर बुकिङ भएको छ सब अनलाइनबाट बुकिङ हो हजुर हजुर प्रोसेस के छ त्यो भन्दिनु न अनलाइनबाट हजुरहरूले बाइक हेरेर हामीसँग WhatsApp मा कुरा गरेर अनलाइनबाट बुकिङ पनि गर्न मिल्छ है हामीले तपाईलाई मेरो QR पाउनुहुन्छ स्यामसङलाई भन्ने QR आउँछ हजुरहरूलाई त्यो QR मा बुकिङ पनि गर्न सक्नुहुन्छ जस्तै देख्नुभयो हाम्रो यो बुक भयो उहाँहरूले बुक गर्नुभएको हजुरले यहाँ बाइक बुक गर्नुभयो 2-4 दिनमा आउनुभयो होइन ब्रदर मैले बाइक त बुक गरेँ तर मलाई यहाँ आएपछि यो भन्दा पनि अर्को मन पर्यो भने पनि त्यही बुकिङमा हजुरहरूले एक्सचेन्ज गरेर अर्को पनि लान सक्नुहुन्छ त्यो पनि सुविधा छ मजाले आएर हेरेर टेस्ट ड्राइभ गरेर लान सक्नुहुन्छ अब नहेरिकन होइन बुकिङ गरेको छु अब नहेरिकन त्यही लैजा मैले नि भन्न मिल्दैन हजुरहरूले बाइक बुक गरिसकेपछि एउटा न एउटा बाइक त हजुरहरूले लानु पर्यो किनभने हजुरहरूले त धेरै टाइम होल्ड गरिदिनुहुन्छ त्यतिन्जेल हामीले अर्कोलाई बेच्न पाउँछौँ एउटा बाइक बुक गर्नुभयो आएर हजुरहरूलाई अर्को मन पर्यो भने अर्को पनि लान सक्नुहुन्छ र आज हामीसँग भएका बाइकहरू त हजुरहरूले सबै देखिहाल्नुभयो जाँदै हजुरहरूलाई म हाम्रो लोकेसन प्लस हामीसँग भएको अफरहरू पनि भन्न चाहेँ लोकेसन त हजुरहरूलाई थाहा छँदैछ काभ्रेली अटोको हाम्रो लोकेसन चाहिँ जैलबुटी चोकबाट पेप्सीकोला छिर्ने बाटो 600 मिटर अगाडि राइट साइडमा हाम्रो पसल रहेको छ यदि देख्नु भएन भने डिस्प्लेमा हाम्रो नम्बर हुन्छ कल गरेर पनि आउन सक्नुहुन्छ र साथसाथै काभ्रेली अटोको अफर त हजुरहरूलाई थाहा छँदैछ 1 वर्ष इन्जिन वारेन्टी आउँछ 1 वर्ष सर्भिसिङ चार्ज फ्री छ र साथसाथै लाँदा हजुरहरूलाई पहिलो सर्भिसिङ फ्री छ हजुरहरूको आँखा अगाडि गरेर पठाइदिन्छौँ यति भन्दै आजको भिडियोमा बिदा हुन्छु अर्को भिडियोमा छिट्टै भेट्नेछौँ हस्त धन्यवाद